여러분들 안녕하세요. आज हामीले पाठ 1 को छम्ब मुनुहामा चाहिँ यो पाठले दिन खोजेको सन्देश यहाँ हुन्छ। ग्रामरका कुराहरू पनि यहाँ राखिएका हुन्छन्। प्लस लङ क्वेशनको लागि तयारी गर्नको लागि पनि छम्ब मुनाले धेरै सहयोग गर्छ र हरेक पाठको सबभन्दा की पोइन्ट, सबभन्दा महत्त्वपूर्ण भाग, सबभन्दा महत्त्वपूर्ण अंग भनेको के हो त? छम्ब मुना हो। त्यसकारणले आज हामीले छम्ब मुनाको भिडियो बनाइरहेका छौं। आज पहिलो पाठको छम्ब मुनाको बारेमा चाहिँ हामीले हेर्ने छौं हैन। आज छागिसके भन्ने जुन पाठको शीर्षक थियो त्यसभित्र आज के छ त? मुनुवा वा छम्बो। मुनुवा भनेको कल्चर हो, संस्कृति, छम्बोहरुको जानकारी हो। अब हरेक पाठमा केही न केही संस्कृतिको जानकारी अथवा कोरियाको चालचलन सम्बन्धी जानकारी इत्यादि दिइरहेको हुन्छ। आजको पहिलो पाठमा के जानकारी दिएको छ त भन्दाखेरि हाङ्गुगे इन्सा एजल। हाङ्गुगे कोरियाको अथवा कोरियनहरुको इन्सा भनेको अभिवादन हो, नमस्ते गर्ने कुरा, बाई गर्ने कुरा, हेलो हाई गर्ने कुरा। अनि फेरि एजल भनेको चाहिँ एजल भनेको शिष्टाचारको कुरा हो। जस्तै कसैलाई बोलेर कसरी शिष्टाचार जताइन्छ, कसैलाई व्यवहार गरेर कसरी शिष्टाचार जताइन्छ, कसैलाई नमस्ते गरेर कसरी शिष्टाचार जताइन्छ, अरु मान्छेलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरा के हो भने एजल हो। अरु मान्छेलाई गरिने व्यवहार एउटा सभ्य व्यवहार के हो त? एजल हो। यसलाई चाहिँ शिष्टाचार भन्ने गरिन्छ। तर आज के को शिष्टाचार त भन्दाखेरि चाहिँ आज पहिलो पाठको छम्बोमा इन्सा एजल नमस्ते सम्बन्धीको शिष्टाचार, नमस्ते सम्बन्धीको व्यवहार कुन किसिमबाट हुन्छ भन्ने कुरा आजको पाठमा छ। सबभन्दा पहिला चित्रलाई पनि बुझौं। थोरै सर्टकटमा चित्रलाई बुझेर हामीहरू अगाडि बढौं। चित्रमा दिएको के छ भन्दाखेरि यहाँ चाहिँ एउटा अलिकति उमेर भएको मान्छेलाई त्योभन्दा सानो उमेरको मान्छेले अभिवादन गर्दाखेरि एकदम विनम्र भएर झुकेर गइरहेको छ। शिर पनि झुकेको छ, कम्मर पनि झुकेको छ। त्यसपछि यहाँ दुवै उस्तै एजका मान्छेहरू देखिन्छन्। अब यसमा चाहिँ दुवैको बराबर सम्मान छ एकअर्कालाई। त्यसपछि अलि यो नजिकका क्लोज भएका मान्छेहरूले चाहिँ इन्सा गर्दाखेरि अथवा अभिवादन गर्दाखेरि चाहिँ हात उठाएर हेलो पनि हुन सक्छ, हाय पनि हात हल्लाएर पनि हुन सक्छ। त्यो खालको यो चित्रले के देखायो भने समान उमेरका उस्तै खालका सहकर्मी जस्ता हैन, सँगैका साथीहरू जस्तामा चाहिँ यस किसिमबाट धेरै झुक्नु पनि परेन, शिर झुकाउनु पनि परेन, कम्मर मोड्नु पनि परेन हैन। त्यसपछि अर्को के छ भन्दाखेरि चाहिँ फर्स्ट टाइम हुँदाखेरि चाहिँ ओ मेरो नाम चाहिँ यस्तो भन्दाखेरि चाहिँ दुवैले एउटै किसिमबाट चाहिँ बरु अलि ह्यान्डचेक गरेर हैन, फर्स्ट टाइम ह्यान्डचेक गरेर चाहिँ फर्स्ट टाइम भेट्ने बेला चाहिँ अभिवादन गर्ने चलनहरू यस्तो हुन्छ भनेर एउटा सांकेतिक रूपमा चित्रमा देखाइएको छ है। अब यो चित्रमा देखाएको कुरा यो भयो। अब हामीहरूले चाहिँ यो प्याराग्राफमा के लेखिएको छ त? यहाँ चाहिँ प्याराग्राफ धेरै त छैन, एउटा यो र यति मात्रै छ प्याराग्राफ आर्को छम्बो मुनामा हैन। यसलाई चाहिँ हामीले प्याराग्राफमा लेखिएको कुरालाई चाहिँ अब हामीले चाहिँ हेरौँ, यसलाई बुझौँ एकचोटि है त। यो चाहिँ इपिएस को लागि तयारी गर्ने विद्यार्थीको लागि मात्र नभएर कोरियन भाषा जान्ने, बुझ्ने, कोरियाको कल्चर बुझ्न चाहने मान्छेको लागि पनि यो उपयुक्त हुनेछ। अब एकचोटि सर र हामीले हेरौँ है त। हाङ्गुगे इन्सा एजल कोरियाको चाहिँ ग्रिटिङ्स गर्ने अथवा चाहिँ नमस्ते गर्ने, अभिवादन गर्ने हैन, व्यवहार अथवा चाहिँ कस्तो चलन हुन्छ त अथवा कस्तो शिष्टाचार के छ त? फर्स्टमा यहाँ के लेखिएको छ हेरौँ। हाङ्गुगे सनन कोरियामा चाहिँ साङ्दे ए तारा विपक्षी अनुसार, प्रतिपक्ष अनुसार तपाईँ कोसँग बोल्नुहुन्छ, तपाईँले कोसँग व्यवहार गरिरहेको हुनुहुन्छ त्यो अनुसार इन्साहान अभिवादन गर्ने इन्साहान फाङसिगी तरिका थारुमिदा फरक हुन्छ। यसले भन्न खोजेको कुरो के भयो भने यहाँसम्म चाहिँ कोरियामा चाहिँ दोस्रो पक्ष अनुसार अभिवादन गर्ने तरिका फरक हुन्छ, थारुमिदा फरक हुन्छ। तपाईले कोसँग नमस्ते गरिन्छ, कसैलाई ढोक्दै हुन्छ, कसैलाई भेट्दै हुनुहुन्छ, दोस्रो पक्ष को हो त्यो अनुसार फरक हुन्छ। सिनियर मान्छे हो कि जुनियर मान्छे कि आफ्नो साथी हो कि नयाँ मान्छे हो कि त्यो अनुसार फरक हुन्छ भन्न खोजेको कुरा त्यो हो। त्यसपछि छासेन भोदा आफूभन्दा नाइगा माङखना, आफूभन्दा उमेरले धेरै अथवा माङखना धेरै अथवा छिवी पद, छिविगा नोक्फुन सारा मेगेनन पदले उच्च भएको मान्छेलाई चाहिँ छिवी भनेको पद भयो, छिविगा पदले, नोक्फुन भनेको हाई उच्च, पदले उच्च भएको साराम एगेनन मान्छेलाई चाहिँ के भन्ने त? नेगासय
तनुन अथवा अन्य हास्मिका अनि आफूभन्दा पदले उच्च भएको मान्छेलाई हैन अथवा उमेरले धेरै भएको मान्छेलाई के भन्ने त भन्दाखेरि चाहिँ अन्यास्य अन्यास्मिका। यो अन्यास र अन्यास्मिका भनेको त नमस्ते भनेको नेपालीमा भन्नु पर्दाखेरि, तर यसको अर्थ नमस्ते मात्र नभएर यसको अर्थ सन्चै हुनुहुन्छ पनि अर्थ लाग्छ। जस्तै क्वेशन मार्क छ नि पछाडि, अन्यको अर्थ सन्चै भन्ने पनि अर्थ लाग्छ के। हास्मिका होइसिन्छ, हाँस्य हुनुहुन्छ भने पनि। त्यसकारण चाहिँ फर्स्ट टाइम भेट्ने मान्छेलाई चाहिँ अन्यास्यको अर्थ नमस्ते पनि हुँदो रहेछ, हैन अन्यास्यको अर्थ सन्चै हुनुहुन्छ पनि हुन्छ, अन्यास्मिकाको अर्थ पनि त्यही हो। फेरि दुईटा भिन्न भिन्न किन भयो त भन्ने कुरा जुन हो नि, यो भन्दा यो अझै पोलाइट हो क्या। यो भन्दा कहाँ लागेपछि अझै पोलाइट हो। अझै फर्मल ठाउँहरुमा चाहिँ स्पेशल्ली अन्यास्मिका लगाएर बोल्ने गरिन्छ भनेपछि यहाँसम्मको कुरो के भयो त भन्दाखेरि चाहिँ 한국에서는 상대에 따라 인사를 하는 방식이 다릅니다. कोरियामा चाहिँ विपक्ष अनुसार अर्को दोस्रो पक्ष अनुसार अभिवादन गर्ने तरिका फरक हुन्छ। नाइगा माङ्खना उमेरले धेरै भएको अथवा छिविगा नोक्पुन सारामेगेनन पदले उच्च भएको मान्छेलाई चाहिँ अन्यास्यो तनुन अथवा अन्यास्मिका अनि रागो भनेर। रागोको अर्थ के हो त यस्तो यस्तो भन्ने कुरा गरिसकेपछि इन्भर्टेड कमामा राखिसकेपछि रागो भन्न पनि पाइन्छ के। रागोको अर्थ के हो भने भनेर भन्ने हो। भनेर माराम्यन मारारा कुराकानी गर्नु भन्नु बोल्नु हुने भयो। म्य आदेश के हो नि मेन्सबाट यो म्य भनेको हो। यसको मेन्स चाहिँ अलि बोलीचालीमा प्रयोग गर्ने गरिन्छ, तर म्य चाहिँ के हुन्छ नि फर्मलमा राखेछ के। अलि फर्मल टाइपले बोल्दाखेरि के हुन्छ नि म्य मात्रै हुन्छ। यसको अर्थ के भने बोल्दै यस्तो गर्दै। म्यको अर्थ के हुन्छ त दै भन्ने अर्थ हो। त्यसले गर्दा रागो माराम्य खोगेरुल सुखिगना। खोगे भनेको शिर हो अर्थात् टाउको, सुखिदा भनेको टाउको झुकाउने भन्ने कुरा हो। आफूभन्दा सिनियर मान्छेको जब तपाईँ बोल्दै हुनुहुन्छ नि अन्यास्य भन्नुहुन्छ अन्यास्मिका भन्नुहुन्छ, त्यसपछि सुखिदाको अर्थ झुकाउनु भन्ने हुन्छ। फेरि सुखिगना झुकाउने अथवा हरिरुल कुफ्य अनि कम्मरलाई फेरि झुकाएर कम्मरलाई मोडेर शिर झुकाउने भन्ने गरिन्छ अथवा चाहिँ आँखा झुकाउने भनिन्छ, नजर झुकाउने भन्ने गरिन्छ। त्यो टाइपको चाहिँ सुखिदा हो। हरिरुल कुफिदा, कुफिदाबाट कुफ्य बनाएको। कुफिदा के कुफिदाको अर्थ के हो भने फेरि मोड्ने भन्ने हो कि। जस्तै हात मोड्ने, खुट्टा मोड्ने अनि फेरि कम्मर यसरी मोड्ने भन्ने अर्थ हो। त्यसकारण चाहिँ आफूभन्दा ठुलो मान्छेलाई देख्यो भने यसरी नमस्ते भन्दै हैन कम्मर के शिर झुकाउने अथवा कम्मरलाई मोडेर कम्मरलाई पनि झुकाउने नै भन्न खोजेको हो। मोडेर इन्सा हामीदा अभिवादन गरिन्छ। खोगेरुल सुखिगना खोगे शिर झुकाउने अथवा हरिल कुफिनन गसुन कम्मर झुकाउने कुरा चाहिँ सांगदे बाङे देहान दोस्रो पक्षको निम्ति दोस्रो पक्षको लागि छोङ्ग्याङ भनेको सम्मान हो। सम्मान दोस्रो पक्षको लागि त सम्मान। छोङ्ग्याङुल नाथा नेनन नाथा नेनन सम्मान जनाउने। नाथा नेदा व्यक्त गर्ने अथवा जनाउने हुन्छ। त्यसकारण चाहिँ सम्मान जनाउने। नाथा ओके नाथा नेनन सम्मान जनाउने। ज्येष्ठ इमिदा ओके यहाँ के भन्ने शब्द छ भन्दाखेरि फेरि यहाँ ज्येष्ठ इमिदा भनेको ज्येष्ठ भनेको चाहिँ शरीरको पोस्चरलाई भनेको ज्येष्ठ अंग्रेजी शब्द हो। यो चाहिँ GESTURE ज्येष्ठ भन्ने हो क्या। अरूलाई यो नमस्ते गरेर कम्मर झुकाउने अथवा कम्मर के शिर झुकाउने अथवा कम्मर झुकाउने कुरा चाहिँ अरूलाई सांगदे बाङे दोस्रो पक्षलाई जोसँग तपाईले नमस्ते गरिदिनुहुन्छ, जोसँग अन्याय गरिदिनुहुन्छ, अन्यास्मिका गर्दै हुनुहुन्छ, त्यसलाई के हो त देहान उनलाई चाहिँ सम्मान देखाउने। नाथानेनन ज्येष्ठ मिदा एउटा ज्येष्ठ भनेको शरीरको पोस्चर के। ज्येष्ठ मिन्स शरीरको पोस्चर हो। तपाईँ यस्तो गर्ने कि तपाईँ यस्तरी गर्ने कि तपाईँ हेलो हाई गर्ने कि हैन तपाईँ यसो गर्ने कि तपाईँ 90 डिग्रीमा गर्ने कि यो चाहिँ ज्येष्ठ हो। अरूलाई सम्मान व्यक्त गर्ने। कुन सम्मान गर्ने? साथीलाई कसरी गरिन्छ? हेलो हाई सम्मान धेरै चाहिएन। नयाँ मान्छे हो हजुर मेरो नाम यस्तो, यहाँ अलिकति सम्मान त्यही खालको अलिक फर्मल बनिन्छ। त्यही शरीरको हाउभावले पनि के गर्छ भन्दाखेरि चाहिँ अरूलाई सम्मान व्यक्त गर्ने गर्छ। त्यसले गर्दा शिर झुकाउने अथवा कम्मर झुकाउने कुरा के हो त
अरूलाई सम्मान गर्ने, छोङ्ग्याङ सम्मान देखाउने, नाथा नाथा नै भनेको देखाउने जनाउने जस्तै मिदा एउटा पोस्चर हो। अब सेकेन्ड प्याराग्राफमा हेरौँ त ल। हामफ्याङ एकातिर पनि अर्थ लाग्छ, यसको अर्थ अर्कोतिर पनि लाग्छ। अनि हामफ्याङ अर्कोतिर चाहिँ छासिन गोदा आफूभन्दा नाइगा उमेरले अरिगना उमेरले सानो अथवा छिनान भनेको नजिकको घनिष्ठ, छिनादा भनेको क्लोज हुनु घनिष्ठ हुनु हो, जसले गर्दा छिनान सारामेगेरन घनिष्ठ मान्छेलाई चाहिँ जुन मान्छे आफूभन्दा उमेरले नाइगा अरिगना उमेरले सानो छ अथवा फेरि सम्बन्धले घनिष्ठ पनि छ, छिनान सारामे यस्तो मान्छेलाई चाहिँ सारामेगेन अन्याङ अन्यो हेलो हाई भने जस्तो अन्याङ मात्रै के आस्मिका छैन नि यसमा, अन्याङ इरागो अन्याङ भनेर मारामे भन्दै मारादा कुरा गर्नु मारामे भन्दै भन्दै हानसोनल एउटा हात, किनभने आफूभन्दा उमेरले सानो अथवा घनिष्ठ कुरा भइरहेछ नि त, त्यसले गर्दा हानसोनल एउटा हात चाहिँ खाबेपके हल्का तरिकाले, खाबेप्ता हल्का हुनु, खाबेपके हल्का तरिकाले एडभर्ब भनेको कुरा खाबेप्ताबाट खाबेपके भएको हो, खाबेपके हल्का तरिकाले हल्कासँग भन्न पनि पाइन्छ। थुल्गना उठाउने हल्का तरिकाले हाय गर्ने अथवा अनि हुन्दुरा हुन्दुल्दा भनेको हल्लाउनु हुन्छ, हुन्दुरा हल्लाएर हाय गरेर यसरी हल्लाएर चाहिँ फाङ्गाउम फाङ्गाउम भनेको चाहिँ भेटेर लाग्ने खुसीलाई भन्छ फाङ्गाउम, फाङ्गाउमुल नाथनेन्दा भेटेर लाग्ने खुसीलाई चाहिँ व्यक्त गरिन्छ। भाङ्गाप्ता भनेको खुसी लाग्नु हो, भाङ्गाप्ताबाट के बन्यो भने फेरि यो ब हटेर दा पनि हटेर ब हटेर उ बन्यो, उको मुनि म लागेर नाउन बनेको हो यो, त्यसले गर्दा चाहिँ फाङ्गाउमुल नाथनेम्बिदा यसले भेटेर खुसी लाग्ने कुरालाई चाहिँ जताइन्छ अथवा व्यक्त गरिन्छ भनेर यसरी सेकेन्ड प्याराग्राफ पनि भइसकेको छ। अब हामीले जान्छौँ थर्ड प्याराग्राफमा। लास्टमा के बनिरहेको छ भन्दाखेरि चाहिँ लास्ट यहाँ साथीको कुरा गर्यो यसमा चाहिँ होइन। अब हामी जान्छौँ थर्ड प्याराग्राफमा। थर्ड प्याराग्राफमा चाहिँ अलिक फर्मल ठाउँहरूमा कसरी गर्ने त भन्ने कुरा यहाँ सिकाइरहेको छ। जस्तै यहाँ हेरौँ खोङजगिन, खोङजगिन भनेको औपचारिक साङ्गाङ एसनन, औपचारिक अवस्थामा चाहिँ साङ्गाङ अवस्था हो, साङ्गाङ एसनन अवस्थामा चाहिँ सुरु प्राय जस्तै औपचारिक कुनै मिटिङमा होला, कुनै बैठकमा होला, कुनै विवाहमा होला है, जस्तै फर्मल कार्यक्रममा होला हैन, त्यस्तोमा चाहिँ सुरु प्राय आक्सुरल हामीहन आक्सु भनेको ह्यान्डसेक गर्ने कुरा हो, हात मिलाउने कुरा हो। औपचारिक अवस्थाहरूमा चाहिँ प्राय आक्सुरल हामीहन हात मिलाउँदै ह्यान्डसेक गर्दै हामी गर्दै इन्सा हामीलाई अभिवादन गर्ने गरिन्छ। त्यसपछि थामान त्यसो भए तापनि तर पनि भन्न खोजेको, थामानको अर्थ तर पनि त्यसो भए तापनि छासिन बोदा आफूभन्दा नाइगा होलसिन माङ्खना फर्मल ठाउँको अवस्थामा चाहिँ प्राय हिन्चेक गरिन्छ, तर पनि आफूभन्दा उमेरले होलसिन भनेको धेरै हो, धेरैको लागि धेरै शब्दहरू छ नि त, नमु छ, आजु छ, मानी छ हैन, होलसिन पनि छ। होलसिनको अर्थ कम्पेयर गर्दाखेरि के आफ्नो उसको तुलनामा आफ्नो उमेर धेरै कम छ भन्ने यस्तो अवस्थामा के हुन्छ भने होलसिन परेको हुन्छ कि अरूको तुलनामा आफ्नो एज कम छ भन्ने बेलामा के हुन्छ भने नर्मली होलसिनको प्रयोग गरिन्छ। होलसिनको अर्थ धेरै नै हो, जस्तै तुलना गर्ने बेलामा चाहिँ होलसिन माङ्खना उमेरले धेरै हुँदा अथवा छिविगा पद पनि नोफुन सारा मेगेरन, जस्तै फर्मल ठाउँमा पनि ह्यान्डसेक गर्ने हो, तर त्यस्तो ठाउँमा चाहिँ नाइगा होलसिन माङ्खना उमेरले निकै नै धेरै अथवा पदले पनि नोफुन पदले पनि के त हाई उच्च सारा मेगेरन पदले पनि उच्च भएको मान्छेलाई चाहिँ इन्सा हाल्दैनन्। अभिवादन गर्ने बेला चाहिँ वेन सोनुरो देब्रे हातले उरो भनेको देब्रे हातले भन्ने भयो होइन, उरुन फारी देब्रे हातले चाहिँ जस्तै यो देब्रे हात भयो दाहिने हात, ओरुन फारुल दाहिने हातलाई फाच्चीको यसो सपोर्ट गरेर क्या फाच्चीदा टेको दिनु सपोर्ट दिनु ओरुन सोनुन होइन, दाहिने हातलाई चाहिँ यसरी यहाँ सपोर्ट गरेर आक्सुरल हानन गसी ह्यान्डसेक गर्ने कुरा चाहिँ एवी इमिडा हानन गसी आक्सुरु यो ह्यान्डसेक गर्ने कुरा हानन गसी गर्ने कुरा चाहिँ यही इमिडा भनेको मतलब शिष्ट हुन्छ भन्ने खोजेको।
इदाको अर्थ हो अथवा हुन्छ भन्ने हुन्छ। त्यसकारण चाहिँ यदि यसले के भन्नु खोज्यो त भन्दाखेरि कोरियामा चाहिँ उमेरले आफूभन्दा अति नै हैन अलि निकै धेरै अथवा चाहिँ पदले पनि अलि उच्च भएको मान्छे हो भनेमा चाहिँ त्यस्तो मान्छेलाई अभिवादन अथवा अभिवादन इन्सा हाल्थे अभिवादन पनि हेन्चेक गरेर जुन अभिवादन गर्न खोजेको त्यसलाई भन्न खोजेको छ है हाल्दैनन्। वेन सनुरो देब्रे हातले चाहिँ उरुन फारी देब्रे हातले हैन देब्रे हातले उरुन फारीना उरुन सोनुल अनि देब्रे हातले दाहिने हात अथवा दाहिने पाखुरा अथवा दाहिने हातलाई थाच्छिको त्यसलाई चाहिँ यस्तो सपोर्ट गरेर चाहिँ आक्सु हानन बेसी एवी इमिदा यो ह्यान्डसेक गर्ने कुरा के हुन्छ भने एवी इमिदा शिष्ट हुन्छ। एवी इमिदा शिष्ट हुन्छ। त्यसमा चाहिँ अब मान्छे सिनियर मान्छेहरुसँग ह्यान्डसेक गर आफू सरको मान्छेसँग ह्यान्डसेक गर्दाखेरि है ह्यान्डसेक गर्दाखेरि चाहिँ अब यसरी ह्यान्डसेक गरे भइहाल्यो। तर सिनियर मान्छेसँग ह्यान्डसेक गर्दाखेरि चाहिँ अलि यसरी अलि सम्मान व्यक्त गरेको भयो के। जस्तै हामीले कसैलाई चाहिँ चिया दिँदाखेरि खानेकुरा दिँदाखेरि दुईटा हातले दिन्छौँ नि त्यो सम्मान व्यक्त गरेको हुन्छ नि त। त्यस्तै किसिमबाट चाहिँ अरु आफूभन्दा सिनियर मान्छेसँग चाहिँ ह्यान्डसेक गरिहाल्न पर्यो अप्ठ्यारो त लाग्छ तर ह्यान्डसेक गर्न परिहाल्यो भने यसरी हात दिएर गर्दाखेरि के हुन्छ उसलाई सम्मान व्यक्त गरेको हुन्छ। त्यो कुरा भन्न खोजेको लास्टमा चाहिँ यहाँ चाहिँ हैन होलसिन माङखाना छिविरन फुलसारा मेगेरन इन्साल्तेनन् वेन सनुल ओरुन फारिना ओरुन फारुल फाच्छिगो इरखे हासिन एबिजगमिदा। यसरी आजको चाहिँ पहिलो पाठको है छागिसोके भन्ने पहिलो पाठको छम्बो मुनमा यसरी सिद्धिएको छ। तपाईले यसलाई चाहिँ युट्युबमा पनि हुन्छ यसलाई चाहिँ तपाईले एकपटि हेर्नु होला। र हाम्रो एनएलसी नामसान कोरियन ल्याङ्ग्वेज सेन्टर कलङ्की हामीहरु कलङ्कीमा छौं। एनएलसी नाम कोरियन ल्याङ्ग्वेज सेन्टर हाम्रो एनएलसी हो। हामी कलङ्कीमा छौं ग्लोबल बैंकको ठ्याक्कै अपोजिट साइडमा छौं। र अब यस्तै भिडियोहरु तपाईले फेरि अर्को उसमा पनि हेर्न पाउनुहुनेछ। छम्बो मुना जानिसकेपछि छम्बो मुना भनेको पाठको मेन भाग हो मेन अंग हो। किनभने फाइनल एक्जाम पनि लङ क्वेशनहरु छम्बोबाट लिएको हुन्छ अनि पाठले दिन खोजेको सन्देश कोरियाको बारेमा दिन खोजेको सन्देश पनि के हुन्छ त छम्बो मुनामै हुन्छ। त्यसकारण चाहिँ ओके आजलाई